हे गाइज गुड मर्निङ जेदो दिस इज सबिना अनि हजुरहरूलाई धेरै स्वागत छ मेरो यो पहिलो ट्राभलिङ भ्लगमा। अनि फाइनली साथीहरू हामीले आलु रोपेर सकाइसक्यौँ अनि अब चाहिँ हामी जाँदैछौँ घुम्न होइन। अब यत्रो आलु रोपेर सकाएपछि त अनि हामीलाई रिवार्डमा त केही चाहियो नि त होइन। त्यही भएर फाइनल्ली हाम्रो मम्मीले चाहिँ हामीलाई घुम्न पठाउँदै हुनुहुन्छ अनि हामी चाहिँ जाँदैछौँ घुम्न है त साथीहरू। अगाडि जानु न, माथिल्लो बाटो लिक चेन्ज गर्नु न। हिउँदमा नि यस्तो हिलो हुने त हाम्रै रोड होला क्या। कस्तो पानी पनि अनि त्यही माथि मेरो बाइक चलाउने सिप कस्तो खतरा। हिउँदमा पनि बर्खामा पनि पानी हुने चाहिँ हाम्रो रोडमा अनि म चाहिँ खतरा सिपालु बाइक चलाउने। अनि हिलो र मेरो डह्रो लडाइँ पर्छ साथीहरू, त्यही नै हो। हामी चाहिँ यहाँनिरको झर्ना लिएर आयौँ। यस्तो दामी छ क्या, यस्तो मजाको पहाड अनि ढुङ्गा छन्। कस्तो दामी छ क्या, डाँडातिर आउनुको छुट्टै सुकुन मिल्ने के। हामी चाहिँ तिलाचन आइसक्यौँ है साथीहरू, रुकुमपुर र बागलुङको सिमाना निसी खोला गाउँपालिकामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। धन्यवाद। पाती हाल्ने राम्रो भेडा बाख्रा च्याङ्ग्राहरू यिनीहरू हो है। कस्तो खतरा महँगो हुन्छ नि त च्याङ्ग्राहरू। परिएर होइन घर फ्यामिली पैसा गर्दा गर्दै आधा जिन्दगी गइसक्यो। अब चाहिँ बजी कुजेको अलिअलि जिन्दगी चाहिँ हो भने त आफ्नो इच्छा लागेको कुरा गरौँ न त। यसो के भन्छ अरे टाइम मिलाएर होइन अनि आफ्नो इच्छा पुरा गरौँ। एउटै जिन्दगी एउटै त हो भनेर भनेको पनि अब खोइगे केही मिल्दैन त वाक्क लाग्छ। तर जेसुकै हो साथीहरू, आफ्नो खुसीको लागि चाहिँ आफैले गर्ने हो कोसिस। के गर्दा आफूलाई खुसी लाग्छ त्यही गर्ने हो। अब पहिला यो बाइक चलाउन नि खुसी लाग्थ्यो कि र अब अहिले त है खुसी लाग्यो कि दुखी लाग्यो म त केही बुझ्न सक्दिनँ। अनि बाटोको हालत हेऱ्यो भने यस्तो देख्यो भने त ओहो, जनताले नै नेताहरूलाई त्यसै गाली गर्ने होइन कि बरै होइन। चाह्यो भने रातारात हुन्छ काम, रात दिन 24 घन्टा काम गरेर गर्छन् नेताहरूले। चाह्यो भने काम, चाहेनन् भने त 15 वर्ष हुँदासम्म पनि अब एउटा बाटो पिच हुन्न। अनि त्यही खट्लाङ गर्दै त्यो बाटोमा तल गरेको छ, खट्लाङ गर्दै माथि गरेको छ। काम फेरि कति पर्या हो, फेरि यस्तो दिक्क लाग्छ यो जिन्दगीमा भन्ने कुरा।
रोक्नु रोक्नु यस्तो पाउडर कहाँ पाइन्छ साथीहरू हाम्रो नेपालमा पाइन्छ अन्त फ्री अफ कस्ट हो यो फेरि होइन अनि गाडी 2वटा गाडी आयो भने त लिटरली बाटो बाइकले बाटै देख्दैन क्या त्यस्तो छ तर जेसुकै होस् होइन के गर्ने हिँड्नै पर्यो गाह्रो छ साथीहरू गाह्रो छ म्याग्दी जिल्ला बेनी नगरपालिका 1 रत्न चौर यहाँलाई हार्दिक स्वागत गर्दछौँ रे धन्यवाद हामी चाहिँ फाइनली साथीहरू कति धेरै पछि प्लान गर्दा 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 यो पटक चाहिँ फाइनली हामी चाहिँ मुस्ताङ जाँदैछौँ अनि हामी म्याग्दी जिल्लाको बेनी नगरपालिकाको 1 रत्न चौरमा छौँ आज चाहिँ सायद हाम्रो बेनीमा बास हुन्छ होला वी आर सो एक्साइटेड यति एक्साइटेड कुरै छोड्नु होइन म चाहिँ साथीहरूसँग प्लान गर्ने सोचिरहेको थिएँ अनि हाम्रो राजा हजुरले चाहिँ होइन हामी 2जना मात्र जानुपर्छ भन्नुभएको थियो मलाई अलिक रमाइलो हुन्न कि जस्तो लाग्थ्यो तर एनिवे गाइज हामीले चाहिँ यस्तो राइड इन्जोय गरिरहेको छौँ हाम्रो बाइक चाहिँ त्यहाँनिर छ हाम्रो बाइकहरू चाहिँ अनि आज चाहिँ हामी घरबाट हिँडेको फाइनली हामी चाहिँ मुस्ताङ जाँदैछौँ अनि योभन्दा अगाडि गयौँ भने हामी कहाँ पुग्न सकिन्छ अब कहाँ पुगिन्छ नार्जिङ 2 घन्टामा पुगिन्छ ए हजुर खोलै खोल यतैबाट हो जाने थ्याङ्क यू ए हस् थ्याङ्क यू बाटो चाहिँ अलिक साँगुरो रहेछ अनि त्यही भएर यहाँनिर एटिएम छ अलिकति अगाडि लगेर बाइक रोक्नु यहाँनिर एटिएम छ हजुर ए हामी मुस्ताङ बस्ने हो यहाँनिर हामी चाहिँ अन्नपूर्ण गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत छ धन्यवाद भन्नेनिर आइपुगिसक्यौँ अगाडि कति अगाडि हो भन्ने कुरा थाहा नै भएन अब कति अगाडि छ भन्ने कुरा अब मेसै पाइएको छैन अब हेरौँ अब निस्क्यौँ अनि गाह्रै छ घुम्न आउन पनि हामी चाहिँ अहिले तातो पानीमा छौँ अनि आज चाहिँ हाम्रो खासमा प्लान चाहिँ बेनीसम्म थियो अनि बेनीमा बस्ने भन्ने कुरा थियो अनि पछि चाहिँ फेरि हामीले सोच्यौँ होस् अलिकति टाइम छ अलिकति भयो भने टाइम उस गरौँ न भनेर तातो पानी पुग्यौँ हामी चाहिँ अनि अब चाहिँ हामीले यहाँ होटलमा रुम चाहिँ लिइसक्यौँ अब हामीले रेस्ट गर्छौँ एकछिन अनि खानासाना खाएर अनि मस्त सुतेर अनि भोलि यहाँबाट 20 मिनट्सको बाटोमा रूप्से झरना हुँदै मस्त घुमेर मस्त भिडियो बनाएर भिडियो हाल्छौँ अब त्यही नै हो साथीहरू आजलाई चाहिँ अब यति हो